यो हो इलाम नगरपालिका वार्ड नम्बर 6 मा रहेको भालुढुङ्गा, जहाँ भालुढुङ्गा छ। विशाल भीमकाय ढुङ्गा छ। यसरी यो एउटा सिङ्गो घर, विशाल घर, मलाई लाग्छ 2-3 तले घरको जत्रो चाहिँ ठुलो विशाल ढुङ्गा छ। यो हेर्न सक्नुहुन्छ। यो र यसकै तल चाहिँ यसरी यहाँ गुफा पनि छ एउटा, र यसलाई चाहिँ आकर्षक रूपमा यो भालुको एउटा आकृति बनाइएको छ। त्यसैले पनि यो भालुढुङ्गा आफैमा यो भीमकाय ढुङ्गा होइन, अब भालु भन्ने बित्तिकै अलिकति डर पनि लाग्ने हुन्छ। त्यसैले विशाल एउटा आकृति छ यो ढुङ्गा। हेर्नु न यहाँ कत्रो छ यो। मैले यो ढुङ्गा चाहिँ यति ठुलो ढुङ्गा त मैले सम्भवतः पहिलो पटक देखिरहेको छु। यसको फैलावट यसको माथिसम्म छ, यसको माथिल्लो भाग पनि यत्तिकै छ। एकदमै वाउ। भालुबाट चाहिँ भालुले निलाई थिएँ आएँ म।